दर्शकबिन सबैमा नमस्ते। आज फागुन 9 गतिको दिन यो हाम्रो मन्दिर स्थान हो, दुर्गा मन्दिर स्थान। यसैमा यो खोलाको छेउमा यसरी रेलिङ यो राखिएको छ। त्यसपछि यतातिरको मैले तपाईहरुलाई कामहरु देखाउँछु। यो मार्बल लगाउने तयारी पनि हुँदैछ मन्दिरको भित्र बाहिर है। यस्तो किसिमको लगाउने तयार हुँदैछ र यहाँ यज्ञशाला पनि बन्दैछ। यज्ञशाला गणेश पाठक र उहाँको नाम अर्को नाम रहेको छ गिरिराज पाठक ज्यूले हामीलाई सहयोग गर्नु भएको छ। दुर्गा मन्दिर लाई सहयोग गर्नु भएको छ, दुर्गा मातालाई सहयोग गर्नु भएको छ। यसरी यहाँ यज्ञशाला बन्दै गरेको छ। यो तपाईं देख्नुहुन्छ यो झ्याल पनि राखिसकेको छ दुर्गा मन्दिरको तलपट्टिको र यतापट्टि यो घन्टी राख्नको लागि बनाइएको स्थान हो यो। यतापट्टि पनि र यतापट्टि रेलिङ है, यो खोलामा झरेर कसैको दुर्घटना नहोस्, केही नहोस् भन्नको लागि यो बनाइएको छ। यसरी निरन्तर रूपमा काम भइरहेको छ। तपाईको साथ सहयोग, माया, दुर्गा माताको आशीर्वाद हामी सबैको साथ सहयोगले गर्दा नै काम निरन्तर रूपमा भइरहेको छ। जय दुर्गा माता, जय होस्।